गरिब हुनु कमजोरी होइन, सङ्घर्ष शक्ति हो। सिराहाको एउटा सानो गाउँ र त्यही ठाउँबाट जन्मिएको एउटा सपना आज हजारौं युवाहरूको आशा बनेको छ। उहाँको नाम हो सत्यनारायण। संसाधन कम थिए, सहजता थिएन, तर हार मान्ने बहाना कहिल्यै बनाएनन्। दिनमा सङ्घर्ष, दिनमा लेबरको काम गरेर बालुवा गिटीको काम गरेर 9 घण्टा, जुन कि शरीर कति थकित हुन्छ, त्यो अवस्थामा पनि राति आफ्नो सपना पुरा गर्ने ठुलो रहरले त्यो दिनको थकाइको पीडा महसुसै नगराइकन आज एउटा युवा MBBS फुल स्कलरसिपमा नाम निकाल्न सफल भएका छन्। धेरै धेरै बधाई। यो केवल एउटा नाम होइन, यो प्रमाण हो। सफलताको लागि धनी नै हुनुपर्छ, ठुलो सहरबाट हुनुपर्छ, यो सब केही पनि होइन। सफलता एउटा सानो ठाउँमा पनि पाइन्छ, किनभने कमलको फुल पनि हिलोमै फुल्छ। गरिबी कमजोरी होइन, सङ्घर्ष शक्ति हो। आज सत्यनारायणको सफलताको कथा हजारौं युवाहरूको प्रेरणाको स्रोत बनेको छ। यदि सत्यनारायण सक्छन् भने तपाईँ सम्पूर्ण विद्यार्थीहरूले पनि सक्नुहुन्छ। अन्त्यमा सपना देख्न नडराउनुहोस्, सङ्घर्षबाट नभाग्नुहोस् र याद राख्नुहोस्, मेहनत गर्नेको कथा कहिल्यै पनि अधुरो हुँदैन।